थिइनँ, म अलिकति शरीरको घमण्ड पनि गर्थेँ। पहिला मलाई शरीर नै सबै चिज हो भन्ने पनि लाग्थ्यो। ध्यानले मान्छेलाई बिस्तारै पानी बनाउँदो रहेछ। अहिले मेरो बुवा शरीरमा हुनुहुन्न, मैले बोधिसत्व स्वामी आनन्द अरुणलाई भेटेँ भने मलाई स्वामीजी प्रणाम। हजुर प्रणाम। आराम हुनुहुन्छ? एकदमै ठिक छु, म आराम छु। 7 दिनको शिविर लिनुभयो? हजुर। कस्तो भयो यसपालिको शिविर? यो बडा आनन्द, बडा अलौकिक भयो। एक त हामी ओसो सन्यासीहरूलाई तपोवन भन्ने बित्तिकै एकदम तीर्थस्थल जस्तो महसुस हुन्छ, तीर्थ आए जस्तो लाग्छ। त्यसमाथि पनि स्वामी आनन्द अरुण, बोधिसत्व स्वामी आनन्द अरुणको अगाडि उभिन पायो भने त एकदमै भगवानकै अगाडि बसे जस्तो महसुस हुन्छ। घर फर्किन मन हुँदैन। यो अचम्मको लत छ सन्यासीहरूमा। यो 7 दिनको शिविर बडा आनन्दले, अलौकिक पाराले स्वामीजीहरूसँग बसेर ध्यान गरेर बिताइयो। फर्किन अझै मन लागिरहेको छैन। हिजो हजुरले शक्तिपात लिनुभएको थियो है? हजुर। म तपाईँलाई त्यतिखेर हेरिरहेको थिएँ। हजुर। एकदम भावमा हुनुहुन्थ्यो। हजुरको त्यो स्वामीजीप्रति, अब त्यतिखेर चाहिँ स्वामीजीप्रति हजुरले एक्सप्रेस गर्नुभएको थियो क्या तपाईँको बडीले, तपाईँको भावले। हजुरलाई कस्तो महसुस भइरहेको थियो त्यतिखेर? मैले हुन त म अलिक पुरानो सन्यासी हो, तैपनि मलाई बेला बेला बोधिसत्व स्वामी आनन्द अरुणलाई भेट्यो भने शक्तिपात उहाँसँग लिइहाल्न मन लाग्छ। मलाई एक प्रकारको अहिले मेरो बुवा शरीरमा हुनुहुन्न, मैले बोधिसत्व स्वामी आनन्द अरुणलाई भेटेँ भने मलाई मेरो पिता, मेरो बुवा शरीरमा आए जस्तो महसुस हुन्छ। मैले बुवा शरीरमा नहुँदा पनि मेरो बुवालाई स्वामी आनन्द अरुणमा देख्ने गरेको छु। सायद त्यसै कारणले होला म उहाँको अगाडि पुगेपछि भाव विह्वल भइहाल्छु, आँसु झरिहाल्छ। त्यसैको परिणाम होला। यसपालिको शिविरमा मैले चाहिँ पहिलाभन्दा के फरक अनुभव के गरेँ भने धेरै जसो शिविरार्थीहरू एकदम भावमा थिए, एकदम एकअर्कामा राम्रो टाइम स्पेन्ड गरिरहेको। जस्तो हाम्रो चर्चित गायिका एलिना चौहान, हाम्रो बेनिसा, सबैसँग तपाईँले टाइम स्पेन्ड गरिरहेको देखिरहेको थिएँ। यसपालिको शिविरको माहौल चाहिँ समग्रमा तपाईँलाई कस्तो लाग्यो? समग्रमा हेर्दा यहाँ यसपटकको शिविरमा कलाकारहरू पनि हुनुहुन्थ्यो, उहाँहरूको प्रस्तुति पनि थियो। एक त कलाकारहरूसँगको बसाइ, कलाकारहरूसँगको भेटाइले पनि मान्छेलाई उत्साहित बनाउँछ, त्यो पनि उत्साह थियो, रमाइलो थियो। धेरै हामीसँग धेरै देशहरूबाट विदेशी सन्यासीहरू, विदेशी पाहुनाहरू पनि हुनुहुन्थ्यो। विदेशी पाहुनाहरूको अलिक नजिक गएर समीपमा जाँदा छुट्टै खालको इनर्जी फिल हुन्थ्यो। त्यो पनि इनर्जी थियो यो पटकको शिविरमा। यो पटकको शिविरमा एकदम पुरानो साधकहरू पनि हुनुहुन्थ्यो। यहाँ 20औं वर्ष 25औं वर्षसम्मको पुरानो साधक एकजना मैले भेटेको थिएँ। सायद उहाँ 80 ओभरको साधक हुनुहुन्थ्यो, इन्डियाबाट आउनुभएको थियो होइन। उहाँ जस्तो साधकलाई भेट्दाखेरि यस्तो इनर्जी फिल भएको थियो, फुल इनर्जी थियो। तपोवन पुरै इनर्जीले चारैतिर इनर्जीले भरिएको थियो। त्यो भएपछि बडा मजा, बडा आनन्द आइरहेको थियो। तपोवनको चाहिँ सबभन्दा एकदमै तपाईँलाई तान्ने स्पट चाहिँ कुन हो स्वामीजी? मलाई सबैभन्दा बढी तान्ने स्पट भनेको समाधि स्थल। समाधि यहाँ है। अनि स्वामीजी अब तपोवन कहिले आउने तपाईँ? म पेसाले पनि अलिकति जागिर छ मेरो। अब धेरै समय चाहिँ दिन सकेसम्मको खाली समय त म आश्रमहरू नै बिताउन खोज्छु, मन लाग्छ। सायद अब दसैँ तिहार पछाडिको फेरि अर्को कुनै क्याम्पमा म तपोवनमै हुन्छु होला। स्वामीजी हजुरको शरीर त एकदम कस्तो एउटा सुगठित, एउटा त्यो हुन्छ नि, हेर्दाखेरि पनि गजबको शरीर छ होइन? तपाईँको हृदय भने एकदम बच्चाको जस्तो कमलो, एकदम सफ्ट। त्यो शरीर र हृदय चाहिँ फरक फरक लाग्ने कि। तपाईँ सन्यास लिनुभन्दा अगाडि पनि यस्तै हुनुहुन्थ्यो कि सन्यास लिसके पछाडि यस्तो हुनुभएको? यस्तै चाहिँ अलि थिएन, तर तपाईँले भने जत्तिकै शरीरमै बढी इनर्जी भएको शरीर मात्रै थिएन मसँग। तर यत्तिकै थिएन, म अलिकति शरीरको घमण्ड पनि गर्थेँ। पहिला मलाई शरीर नै सबै चिज हो भन्ने पनि लाग्थ्यो। अलिअलि शरीरको घमण्ड पनि थियो। अझै लुक्समा बढी ध्यान दिन्थेँ। अहिले पनि म यो अलिअलि धारी कपाल मन पराउँछु। त्यो बेला अर्कै खालको लुक्समा मलाई अलि इच्छा थियो होइन। चिरिछाट्ट पर्ने, चट्टाचुट्टा पर्ने गेटअप यस्तो मन पर्थ्यो। अहिले चाहिँ मलाई त्यस्तो लाग्दैन। अब बिस्तारै शरीर त केही होइन, अब त्यस्तो हुन लागिरहेछ कि शरीरलाई माया त गर्नुपर्छ, शरीर पनि केही त हो।
तर त्योभन्दा भित्र अर्कै चिज छ, असाध्यै प्यारो चिज छ, असाध्यै माया लाग्ने चिज छ। त्यो त्यो कहिले कहिले भेटे जस्तो हुन्छ। त्यो असाध्यै माया लाग्ने चिज एउटा भित्र के हो एउटा एक प्रकारको इनर्जी छ। अहिले चाहिँ त्यो बढी प्यारो लाग्न थालेको छ। त्यही त हजुरसँग हामी समय बिताउँदाखेरि त्यही महसुस हुन्छ कि जब हजुरसँग हामी अङ्कमाल गर्छौँ, एउटा भित्रबाट अबोध बालापनले चाहिँ कहीँ छोइरहे जस्तो। अनि हजुर जब गुरुको प्रेजेन्समा चाहिँ जानुहुन्छ, तपाईँको भाग भङ्गीहरू चेन्ज भएको मैले देखिरहेको हुन्छ। अनि त्यही भएर यो प्रश्न गरेको स्वामीजी। यो के हुँदो रहेछ, मेरो ध्यानले मान्छेलाई बिस्तारै पानी बनाउँदो रहेछ। पानी भएपछि जहाँ जस्तो आकार लिनुपर्ने हो, जस्तो आकारको फ्रेम छ त्यस्तै आकार बन्दो रहेछ। ध्यानले बिस्तारै सायद पानी बनायो होला। अहिले लाग्छ कहिले बच्चा जस्तो आकार निस्किन्छ, त्यही फ्रेममा गयो भने त्यस्तै निक्लिन्छ। अलि बुढौली पाराको मान्छेहरूसँग बसियो भने त्यस्तै खालको स्वभाव निस्किन्छ होइन। अलि यङ इनर्जेटिक मान्छेहरूसँग बस्यो भने त्यस्तै हुन्छ। भनेको पानीलाई जस्तो बोतलमा राख्यो त्यस्तै आकार निस्के जस्तै ध्यानी मान्छेहरूले पनि आफ्नो आकार परिवर्तन गरिरहन सक्छन्। जब तपाईँ ध्यान गर्नुहुन्न भने तपाईँ कमलो हुनुहुन्न, पानी जस्तो हुनुहुन्न। तपाईँलाई निश्चित एउटा आकारमा छिरेपछि त्यही आकारमा स्टप भएर बस्नुहुन्छ। ध्यानले मलाई लाग्छ सरल बनाउँछ, कोमल बनाउँछ, नरम बनाउँछ, जस्तो आकारमा पनि ढाल्न सजिलो बनाउँछ। त्यो चाहिँ हामीले हजुरलाई हेरेर थाहा पाएँ। म एकदम आनन्दित हुन्छु। मैले हजुरको प्रशंसा गरेको होइन स्वामीजी, होइन। म हजुरको प्रेजेन्समा बस्न रुचाउँछु। मतलब तपाईँ तपोवनलाई माया गर्नुहुन्छ, स्वामीजीलाई माया गर्नुहुन्छ, एक खालको हाम्रो कनेक्सन छ। अनि यसपालिको शिविर हजुरले इन्जोय गरिरहेको पनि देखिरहेको थिएँ मैले। हिजो हजुरले शक्तिपात लिनु हुँदाखेरि हजुरको भाव देखेर म रोइरहेको थिएँ हजुरलाई देखेर। सो त्यस्तो हुन्छ। अब स्वामीजीको अगाडि बसेपछि, बोधिसत्व स्वामीजीको अगाडि बसेपछि यस्तो आउँछ भित्रबाट, त्यो प्रेम होला सायद, के हो म पनि ठ्याक्कै भन्न सक्दिनँ। उहाँको अगाडि बस्यो भने मलाई असाध्यै नै प्रेम जागेर आउँछ। म पुरै पानी हुन्छु। त्यो पानी भएको बेलामा म थाहै पाउँदिनँ, कहिले आँसु झरेर हुन्छ, कहिले हाँसो निक्लेर हुन्छ। त्यो भनेको पानी भएको अवस्था। स्वामीजीसँग कहिले पर्सनल मिटिङ भएको छ हजुरको? पर्सनल्ली त्यसरी मिटिङ भन्नाले अब म उहाँसँग नजिक त्यस्तो छैन। अब टच हुने कुरा, बोल्ने कुरा, सामान्य उहाँसँग नजर जुदाउने कुरा त मसँग छ, भएको छ। स्वामीजीसँग फेरि त्यसरी पर्सनल्ली भनेर उहाँलाई नै डिस्टर्ब हुने गरी म उहाँसँगै धेरै उहाँलाई डिस्टर्ब गराउने गरी झिझिने गरी बस्दिनु पनि भएन। उहाँ पनि धेरै जसो ध्यान मोडमै हुनुहुन्छ, ध्यानमै हुनुहुन्छ। हामीहरूले नजिक गएर उहाँसँग बढी डिस्टर्ब गरिदियौँ भने उहाँलाई फेरि डिस्टर्ब होला। उहाँ त लगभग 24 घण्टा ध्यानमा भएको अवस्था हुनुहुन्छ। अहिले त धेरै झन् सेन्सिटिभ भइसकेको छ उहाँको शरीर, होइन। अब यो उमेरमा यति पुरै ध्यानले बलिसक्नु भएको छ, यति सेन्सिटिभ छ, हल्का टचले पनि उहाँलाई धेरै डिस्टर्ब हुन्छ। त्यस कारणले म रहर त लाग्छ, तर नजिक टाढैबाट आँखा जुदाउँदै आनन्द आउँछ। हस् स्वामीजी, हजुरको गुरु भक्ति, गुरु प्रेम अझै ध्यान अझै बढ्दै जाओस् भगवान्सँग यही प्रार्थना छ। यो समयको लागि धेरै धेरै धन्यवाद। हस्, धन्यवाद। हस्, थ्याङ्क यू सो मच।